सरसँग म एउटा भ्लग बनाउँछु, एउटा भिडियो इन्टरभ्यू जस्तो एउटा भिडियो बनाउँछु भनेर भनिरहेको छु। तपाईँले जो फ्रेममा देखिरहनु भएको छ यतापट्टि हाम्रो अर्जुन सर र हाम्रो म्याडम हुनुहुन्छ। र सर नमस्ते सर, म्याडम नमस्ते। हामी सरदा अर्जुनको सम्पूर्ण हाम्रो शुभचिन्तकहरूमा नमस्कार सहित यो तिहारको शुभकामना। आज विशेष भाइटिकाकै दिन हाम्रो साइज जोड्यो। सञ्चालक रमेश भाइलाई पनि आइदिनु भएकोमा हामी पहिल्यै आभार व्यक्त गर्दछौँ। र विशेष कुरा चाहिँ के हो भन्दाखेरि उहाँ चाहिँ एकजना डिसेबल हुनुहुन्छ। धेरै अघिदेखि उहाँले चाहिँ एकदमै डिसेबल अवस्थामा ओछ्यानमै बस्नुहुन्छ है। र कतिजनाले धेरैजनाले चिन्नुहुन्छ, तर उहाँलाई चाहिँ विशेष गरी चाहिँ उहाँ एउटा समाजको एउटा यस्तो युवा पिँढीहरूको यस्तो एउटा उहाँ चाहिँ एउटा गार्जेन्स हुनुहुन्छ। सो त्यसले गर्दाखेरि म उहाँसँग आएको। म बारम्बार भनि पनि बस्छु अर्जुन सर निरौलाको चाहिँ अर्जुन निरौला सरको चाहिँ यस्तो व्यक्ति हुन् यस्तो भनेर म धेरैजना मान्छेहरूसँग पनि कुरा गर्ने गर्छु। अनि सर तपाईँ डिसेबल भएको कति भयो सर? डिसेबल भएको चाहिँ अब 2003 सालको 21 जुलाईमा 22 जुलाईमा लाभाको छेउमा अहिले जुन आई लभ लाभा लेखेको छ त्यसको छेउमा दुर्घटना परेर यस्तो भएको 23 वर्ष भयो। हजुर हजुर। अनि सर तपाईँ आज भोलि अलिकति स्वास्थ्यमा पनि मलाई कस्तो छ तपाईँको स्वास्थ्यहरू? स्वास्थ्य खराब त होइन, तर अब सुत्दा कहिलेकाहीँ अलिअलि तलमाथि छ। रिपेयरेबल हो, रिपेयर गरेर चल्दैछ। सर तपाईँ कति पर्सेन्ट हो डिसेबिलिटी? मेरो 90% हो। 90% मात्रै हो नि त, 90% हो। 10% मात्रै 10% मात्रै हो। 10% मात्रै। र विशेष गरी मलाई चाहिँ एउटा कुरा चाहिँ के लाग्छ भन्दाखेरि अर्जुन सर निरौलाको पेजहरूमा म हेरिबस्छु, उहाँले कविताहरू राम्रो राम्रो कविताहरू लेखिरहनुहुन्छ सर तपाईँले होइन, धेरै राम्रो राम्रो कविताहरू लेखिरहनुहुन्छ। अनि के हो यो हाम्रो तपाईँको पेजहरूमा कति फलोवर्स छ सर अहिले? तपाईँलाई त धेरैजनाले फलो गर्नुपर्ने होइन र? खासै चाहिँ मेरो त्यस्तो फलोवर छैन। हजुर। मोटामोटी 7,500-8,000 मात्रै हुनुहुन्छ। हजुर। र मसँग जति हुन्छ साहित्यिकहरू लेखकहरू मात्रै हुनुहुन्छ, त्यसले गर्दाखेरि मेरो फलोवर लिमिटेड छ। होइन तपाईँ एउटा हाम्रो समाजको प्रेरणा होइन र? होइन कतिजना मान्छेहरू यस्तो हुन्छ नि राम्रै हुँदा पनि सुसाइडहरू गर्छ। तपाईँहरू यो त कुरा थाहा छ सर हामीलाई होइन म्याडम? यो कुरा थाहा छ नि, राम्रै मान्छे पनि आज सँगै घुम्दै गरेको मान्छे नि सर भोलिको दिनमा सुसाइड गर्छ होइन। सुसाइड गरेर भोलि यस्तो तपाईँ तर यस्तो सङ्घर्षमा पनि तपाईँले यसरी कसरी जिरहनु भएको छ सर? अब यो जीवनको यात्रा, अब यो 23 वर्षको यात्रामा थुप्रो कुराहरू आयो क्या। कहिले सुखको दिन आयो, कहिले दुःखको दिन आयो। अब जब एक्सिडेन्ट भयो, एक्सिडेन्ट हुँदाखेरि घरमा बाबा आमा भाइ बहिनीहरू हुनुहुन्थ्यो। समयसँगै त्यो कुरा परिवर्तन हुँदै गयो। तर त्यो सँगसँगै म पनि यसरी नै डिजेबिलिटी जीवनै बिताउने एउटा त्यो बानी पर्यो क्या। र अब 2020तिर आइपुग्दाखेरि चाहिँ नितान्त मोटामोटी एक्लो भइसकेको थियो है। एक्लो अर्थ अब सबैजना आफ्नो संसारमा कोही बाबामा बितेर गइसक्नु र त्यति बेला अब कसो गर्ने भन्ने बेलामा चाहिँ ठिकै अब मेरो श्रीमती जो सरजा पियुष यिनी आफै पनि लेख्ने है। कसरी हाम्रो अब जोडी मिलेपछि चाहिँ अब यो 2020 देखि यता चाहिँ अब फेरि अर्कै तरिकाले सँगै हुनुहुन्छ बिताइराखिएको छ। हजुर। यो सँगै बिताउँदाखेरि यो 2020 देखि यता अब जति साहित्यिक यात्राहरू गरियो जे गरियो त्यहाँदेखि यताको उपलब्धिहरू हो सबै। म्याडम पाउँदाखेरि तपाईँले एउटा कस्तो अनुभव गर्नु, नयाँ जीवन पाकस्तो गर्नु भएन अनुभव? कस्तो लाग्छ तिमीलाई? म्याडमलाई कस्तो लाग्छ? होइन खुसी लाग्छ लाग्दैन त्यो मात्रै भन्नु। खुसी लाग्छ लाग्दैन त्यो मात्रै। खुसी हुनु कस्तो महसुस मान्छेमा त खुसी हुनु पर्यो नि। जातमा त अलग बेला हुन्छ भन्ने कुरा चाहिँ अब खुसी चाहिँ हुनु पर्यो नि। यिनी मेरो जीवनमा चाहिँ श्रीमती मात्रै नभएर श्रीमती मात्रै नभएर मेरो नर्स सबै कुरा हो नि त। त्यसले गर्दाखेरि चाहिँ अब चिन्नु भएन खुसी खोज्दै जाँदा यहाँभन्दा धेरै खुसी चाहिँ हुँदैन। म्याडम कस्तो तपाईँले कसरी चाहिँ सरसँग यसरी तपाईँले एउटा यस्तो ओछ्यानमा बसिरहनु हुने सर होइन, डिसेबल डाइरेक्टली कुरा होइन, किन होइन उहाँहरूलाई यस्तो भइरहेको बेला तपाईँले कसरी जमर्को कसरी कस्नुभयो म्याडम? कसरी कस्नुभयो? अलिकति छोटो संक्षिप्तमा भनिदिनुहोस् भन्नु। अब है फर्स्ट अफ अल त हाम्रो रमेश सर जो चाहिँ च्यानल चलाउनु भएको छ, मिडिया चलाउनु भएको छ, यो मिडियाद्वारा म सम्पूर्ण
प्रियजनलाई के भन्छु भने हजुरले यो च्यानललाई फलो गरिदिनुहोस्, हेरिदिनुहोस्। अनि त्यही क्रममा है म सोझै उहाँको प्रश्नमा जाँदैछु। साह्रै मिठो प्रश्न गर्नुभयो उहाँले है, तपाईँले साह्रै मिठो प्रश्न गर्नुभयो अब है। अब यो ट्विस्ट आउँछ नि मान्छेको लागि, कसैले लभ म्यारेज गर्छ, कसैले मगनी गरेर गर्छ, कसैले कस्तो प्रकारले बाबा आमाले सानोमै बाजा गरेर गरिदिएको हुन्छ है। तर हामी चाहिँ देखेको पनि थियौँ न, भेटेको पनि थियौँ, स्कुलमा चाहिँ भेट्नु भएको थियो होइन, भेटेकै थियौँ न। सर आफ्नो धुनमा म कता उहाँ कता मलाई थाहै छैन उहाँको हुनुहुन्छ भनेर। जब उहाँले कविताहरू लेख्नु थाल्नुभयो, अन्त फेसबुकमा उहाँले कविता लेख्नुहुन्थ्यो, यति मिठो कविता लेख्नु, कविता थुप्रै लेख्नुहुन्छ, कविहरू थुप्रै छन्। तर एउटा हुन्छ नि, एउटा मान्छेलाई पाठकलाई इम्प्रेस पार्ने, पाठकलाई चाहिँ एउटा कविताले कसरी मन तान्ने, उहाँकोमा त्यो हुनर चाहिँ छ उहाँको कवितामा। अनि मैले एउटा कविता पढेँ, मलाई त साह्रै मन पर्यो। अनि मैले सोधखोज गर्नु थालेँ, यो मान्छे चाहिँ कहाँको मान्छे हो, यस्तो मिठो कविता लेख्नु हुँदैछ। म त त्यो कविता खोज्दै थिएँ, त कवि खोज्दै थिएँ। त्यो डिसेबल मान्छे, मैले मान्छे खोजेको होइन, कवि खोज्दै थिएँ कहाँ हुनुहुन्छ भनेर। भन्दाखेरि चाहिँ पछाडि उहाँको साथीहरू मधेसमा हुनुहुन्थ्यो, उहाँहरूले मलाई बताउनु भयो यस्तो यस्तो उहाँ त हिँड्नु सक्नु हुँदैन, बिमार हुनुहुन्छ, यसो भन्नुभयो। मलाई त झन् कौतूहल भयो कहिले भेटौँ उहाँलाई। त्यहाँदेखि त्यतिकै हामी उहाँलाई, मैले चाहिँ उहाँसँग कन्ट्याक्ट गरेँ फेसबुकमा। कन्ट्याक्ट गर्दाखेरि उहाँसँग मैले कन्ट्याक्ट गरेँ है। कन्ट्याक्ट गर्दाखेरि चाहिँ उहाँले म यस्तो यस्तो छु उहाँ बताउनु भयो। त्यतिकै त्यहाँदेखि चाहिँ मैले उहाँलाई जीवन हामी दुईजना सँगै हिँडौँ भन्ने एउटा बाचा गऱ्यौँ भनौँ न। तर तपाईँमा चाहिँ तपाईँलाई चाहिँ कस्तो, म चाहिँ कस्तो प्रकारले हेर्नुपर्छ भन्दाखेरि तपाईँ सबसे संसारको साहसी र गतिलो होइन हिम्मत भएको भगवानको यो नारी चाहिँ म यहाँबाट तपाईँलाई देवीको सम्बोधन गर्न चाहन्छु। र विशेष गरी अहिले हामी अर्जुन सर निरौलाको चाहिँ तपाईँहरूसँग भिडियो म सार्वजनिक गर्छु भनेर धेरै अगाडिदेखि मैले भनिरहेको थिएँ। र फाइनल्ली आज सर पनि अलिकति हतार उयसमा हुनुहुन्छ र म पनि अलिकति फाल्टो काम ल्याएको थिएँ र यो भिडियो बनाउन भनेर आएको थिइनँ। र विशेष गरी तपाईँहरूलाई सम्पूर्ण लाई रिक्वेस्ट गर्न चाहन्छु, यो जतिजना भिडियो हेर्नुहुन्छ एउटा डिसेबल हाम्रो सर है, एउटा उहाँको लागि म यो प्रार्थना गर्दछु। तपाईँहरूले उहाँलाई ट्याग गरेर उहाँको नाम माथि राखिदिनेछु र तपाईँहरूले झट्टैभन्दा झट्टै फलो गरेर उहाँलाई जोस कवि समाज प्रति कविता लेख्नु जोस अनि के भनौँ सरहरू के भन्नु एकाअर्कामा सहयोग गरौँ है। तपाईँले हाम्रो कृति पढिदिनुहोस्, हाम्रो विचारहरू फलो गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सँगसँगै हाम्रो रमेश हाकिमको पेजलाई पनि फलो गरिदिनुहोस्, माया गरिदिनुहोस् होइन। हामी हातमालो गरेर बढौँ होइन, एकाअर्कामा हातमालो गरेर बढौँ, यही भन्छौँ हामी। र विशेष गरी लास्ट फाइनली हामी पैसा मागेको छैन सर होइन। अवश्य तपाईँहरूले अर्जुन निरौला छ है सर, अर्जुन शर्मा निरौला पेजलाई फलो गरेर सरको लागि सबैजनाले सहयोग गरिदिनु हुन्छ भन्ने फलो गरेर निवेदन गर्दा सहयोग भन्दा पनि फलो गरेर हाम्रो विचारलाई पढिदिनुहोस्, धेरै मान्छेलाई सेयर गरिदिनुहोस्। मान्छे भने अजम्बरी होइन, अब भोलि हामी बिच्छौँ नि त, हाम्रो भावना हाम्रो विचारहरू संसारभरि पुगोस् है। कि राम्रो काम गर्नेको नाम रहन्छ कि नराम्रो काम गर्नेको नाम रहन्छ, र हामीले गरेको काम राम्रो नराम्रो भन्ने कुराको मूल्याङ्कन गरिदिनुहोस् भन्दै। अब हुन त धेरै कुरा थियो होइन, आज अब यो फेस्टिभलको बेला पाहुना पात आइरहेको बेला धेरै कुरा गर्नु थियो नि होइन सरोजा। रमेश हाकिम पेजको सञ्चालक हाम्रो प्रिय भाइ रमेश हाकिमलाई फेरि अर्को दिन है एउटा लामो लिएर हामीसँग एउटा वार्तालापै गरौँ र अर्को एउटा लामो वार्तालाप गरौँ। त्यहाँदेखि एउटा कुरा भन्दै एउटा लास्ट क्वेसन सर है, यो म काटेर अगाडि लगाउँछु सर ल। सर आज हाम्रो गाउँ समाजमा देउसी भैली खेल्ने मान्छे साह्रै भेटिँदैन, तास खेल्ने मान्छे बेसी भेटिन्छन्, त्यसलाई के भन्नुहुन्छ? तपाईँको एउटा समाजको तपाईँ शुभचिन्तक हो नि त, तपाईँले क्वेसन नगरेर यो अरूलाई क्वेसन गर्नु मिल्दैन नि त। यसको लागि दुईटा शब्द भनिदिनुहोस् न सर। अब मान्छेलाई के मनपर्छ भन्दाखेरि चाहिँ मान्छेलाई नराम्रो कुरा मनपर्छ है। कसैकोमा गाई दुहुना छ, दुध ल्याउन आफै टक्रे बोकेर जानुपर्छ है। एउटा छिमेकीमा रक्सी दोकान छ, रक्सी खानु आफै गएर खाएर आउनुपर्छ होइन। त्यो दुधवालाले दुध पुऱ्याउन आउँदैन, आउँछ
घर घर पुर्याइदिनुपर्छ। रक्सीवालाले चाहिँ रक्सी घर पुऱ्याउनु जानु पर्दा त्यहीँ गएर खान्छ। त्यस्तै राम्रो कुरो चाहिँ अब मानिसहरूले अनुकरण गर्दैनन् र यो तास भन्नुभयो होइन, विकृतिहरू चाहिँ मात्रै अनुकरण गर्छन्। र हाम्रो समाज चाहिँ अहिले जुन तरिकाले तास खेल्ने, जुवा खेल्ने, मद मदिरामा लाग्ने भयो नि त होइन, यो चाडपर्व लगायत सम्पूर्ण कुरामा भयो है। र अब यो चाडपर्वसँगै यो हत्याकाण्डहरू भयो होइन, पशु बलिको कुराहरू भयो, यो कुराहरू विकृति कुराहरू हो। र समाजलाई चाहिँ उकालो लाउनु हो भने चाहिँ हामीले यो कुराबाट टाढो बसेर हामीले सधैँ समाजको लागि पोजिटिभ सोच्नु पर्यो है। र अब तास जुवा खेल्नु भने त यसैमा राम्रो होइन नि होइन। उहिले अब हामीले कौरव र पाण्डवको कथादेखि नै सुन्दै आएको कुराहरू हो होइन। तास कि चाहिँ बनिवास त भनेकै छ है। र तास जुवा खेल्नलाई चाहिँ अब म चाहिँ के भन्छु भने नराम्रो कुरा राम्रो भन्नु चाहिँ भएन। हुन्छ हुन्छ हवस् सर, हुन्छ खुसी लाग्यो। फेरि हामी भेट्नेछौँ। हजुर हुन्छ, फेरि भेटौँ।